तर पनि अपाङ्गता भएको त्यो अप्ठ्यारो शरीरलाई पनि एउटा कुशल ढङ्गले नृत्यमा ढाल्दै उहाँले आफ्नो कला र आफ्नो क्षमता अब तपाईँ हामी बिचमा प्रदर्शन गर्दै हुनुहुन्छ। कृपया चेतबहादुर केसीलाई एकचोटि जोरदार तालीले सम्मान व्यक्त गरिदिनुहोस्। सम्मान गर्नु टाढाबाट हाम्रो यो कार्यक्रमलाई सफलताको निम्ति यहाँसम्म आउनुभएको छ र आफ्नो प्रस्तुति राख्ने तयारीमा हुनुहुन्छ चेतबहादुर केसी। मैले बाँकी प्रस्तुतितर्फ अब यहाँहरू सबैको ध्यान आकृष्ट गर्न चाहन्छु। देशभक्ति अपाङ्ग सचेतना अभियानदेखि आउनुभएका चेतबहादुर केसी आफ्नो नृत्य प्रस्तुत गर्दै हुनुहुन्छ। आफ्नो अपाङ्ग भएको शरीरलाई पनि एउटा कुशल ढङ्गले एउटा नृत्यको कलामा ढाल्दै चेतबहादुर केसी बाँकी हट्ने प्रस्तुतिबाट Let's go.
धेरै धेरै धन्यवाद। एउटा व्यक्ति त्यस्तो छ